50 वर्षदेखि 22 वर्षदेखि 50 वर्षसम्म बस्दै आएको जुन समाजलाई तोडेर उनीहरूलाई चाहिँ भत्तामुङ्ग बनाएर चाहिँ जिल्ला पठाउनु जस्तो अमानवीय क्रूरता के हुनसक्छ? तपाईँ के यहाँ सुन्नु, भुटानी शरणार्थीलाई चाहिँ पछि उतैतिर पठाउने भनेर शिविर बनाएर राखे जस्तो सुकुम्बासीहरू उनीहरू त 50 वर्षदेखि यहाँ मिहिनेत गरेर यो काठमाडौँ राजधानी जस्तो सहर बनाउनका लागि उनीहरू लागेका छन् भने अहिले फेरि 50 वर्षदेखि बस्दै आएको सुकुम्बासीहरू त्यहाँ जिल्लामा गएर बस्यो भने अब फेरि उनीहरूको हालत कस्तो हुन्छ? 22 वर्षदेखि 50 वर्षसम्म मिहिनेत र पसिना रगत बगाएर बनाएका घर भत्काइसकेपछि 25,000 लिएर चाहिँ सुकुम्बासी जानुपर्ने, लखेटिनुपर्ने, यो खालको अन्याय, यो खालको क्रूरता, यो तपाईँलाई प्रश्न गर्न पनि तपाईँलाई चाहिँ गाह्रो हुनुपर्ने हो। तर कोही बालेन्द्र रविकै चाहिँ भक्त भएर अनि गरिबहरूमाथि सुकुम्बासीहरूमाथि अपमान हुने खालको प्रश्न गरेको हो कि भन्ने लाग्छ। ए बाबा, मैले भनिनँ 22 वर्षदेखि 50 वर्षसम्म बस्दै आएको यहाँका सबै रहन्छन् उनीहरू चाहिँ यहीँका ढुङ्गा माटो गिटी बोकेर कुटेर त्यसै गरेर साहु मादनका काम गरेर उनीहरूको आफ्नो परिवार चाहिँ सुन्दर सपनाको महल जस्तै छाप्रोमा भयो भने बसेका थिए। एउटा पुस्ता होइन, 5वटा पुस्ता भइसक्यो नि। 50 वर्ष भयो भने त 5वटा पुस्ता भएन होइन? 5वटा पुस्ता चाहिँ यहाँ उसको हजुरबा, उसको बा, उसको छोराछोरी, उसको चाहिँ नाति नातिना 5वटा पुस्ता छ बसेको छ। अनि त्यो 5वटा पुस्तासम्म यहाँ बस्ने, अनि अहिले मर्ने बेला बिचरा बुढाबुढी आमाहरू चाहिँ जिल्लामा गएर के गर्छन्? फेरि नयाँ फेरि त्यहाँ चाहिँ के गर्ने? ल जिल्लामा जिल्ला होइन, विकल्प त के हो? जहाँ बसेको थियो त्यहीँ चाहिँ 50 वर्षदेखि बस्दै आउँदाखेरि यो राज्यलाई के भयो? राज्यलाई कुन चाहिँ सुकुम्बासीहरूलाई खोलाले बगाएको थियो? राज्यलाई के भयो भन्नु त? के घाटा भयो त? तिनी सुकुम्बासीहरू बसेर 50 वर्षदेखि बस्दै आएको होइन। त्यो झुट प्रपञ्च र सुकुम्बासी भूमिहीनहरूमाथिको अपमान हो, अन्याय हो, अत्याचार हो।